नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयर सूचीकृत भएको छ। अर्थात् रिलायन्स स्पिनिङ मिल्सको सेयर आज लिस्टिङ भएको छ र यो लिस्टिङ भएसँगै अब नेप्से खुल्ने दिन अर्थात् सोमबारबाट रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर कारोबार सुरु हुनेछ। कुल 19,26,600 किता सेयर सर्वसाधारण सेयरधनीमा वितरण गरिएको थियो भने संस्थापक सेयरधनीहरूको 1,70,73,400 किता सेयर समेत गरी जम्मा 1,90,00,000 किता सेयर सूचीकरण भएको छ। नेप्सेको 10 महिना 29 गतेको निर्णय अनुसार 11 महिना 1 गते यो सूचीकरण सम्पन्न भएको हो र यो सूचीकरण पश्चात नेप्सेमा सोमबारबाट कारोबार हुनेछ। सोमबार यदि स्पेशल प्री अर्डरमा कारोबार खुला भयो भने त्यो दिनदेखि नेप्सेमा RSML नामबाट यो सेयर कारोबार गर्न सकिनेछ। त्यस्तै यस सेयरको मूल्यको बारेमा पनि हामी बुझौँ। नेप्सेमा आज लिस्टिङ भएको 1,90,00,000 किता रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर कारोबारको लागि ओपनिङ रेन्ज दिएको छ, जुन ओपनिङ रेन्ज रहेको छ 100 देखि 300 रुपियाँसम्म। पहिला नयाँ कम्पनी लिस्टिङ हुँदाको अवस्थामा नेप्सेले नेटवर्थको 3 गुणासम्मको मूल्य फर्स्ट ट्रान्जेक्सनको लागि दिन्थ्यो भने अहिलेबाट यो नियम परिवर्तन भएको छ। नयाँ नियम अनुसार नेप्सेले ओपनिङ रेन्ज 100 देखि 300 सम्मको दिनेछ। 100 अर्थात् कुनै पनि कम्पनीको फेस भ्यालु र फेस भ्यालुदेखि 3 गुणासम्मको मूल्यमा यो पहिलो ट्रान्जेक्सन हुनसक्छ भने यदि नेटवर्थ नै 100 भन्दा कम छ भने जति नेटवर्थ छ त्यसको 3 गुणासम्मको मूल्य फर्स्ट ट्रान्जेक्सनको लागि दिनेछ। यसै नियमअनुसार रिलायन्स स्पिनिङ मिल्सको पनि हामीले जुन 820 रुपियाँ भन्दा बढीमा IPO आवेदन गरेका थियौँ भने त्यो अब यदि कारोबारको लागि खुल्ने हो र कारोबार हुने हो भने सुरुको दिनमा जम्मा 300 रुपियाँसम्म मात्रै कारोबारको लागि अनुमति प्रदान गरेको छ नेप्सेले। अर्थात् यदि स्पेशल प्री अर्डरमा कसैले बेच्न चाहनुहुन्छ अथवा कसैले किन्न चाहनुहुन्छ भने 100 देखि 300 को मूल्यमा त्यो प्राइस म्याचिङ भएपछि मात्रै कारोबार सुरु हुनेछ। र यो सँगसँगै यो टेबलमा हेरौँ, हामीले जुन मूल्यमा IPO भरिएको थियो 820 रुपियाँ 80 पैसा प्रति किताको दरले, त्यो मूल्य झन्डै पुग्नको लागि 12 दिनसम्म यो स्टक सर्किट लाग्नुपर्ने हुन्छ। पहिलो दिन यदि 300 रुपियाँमा खुल्यो भने र नेप्सेको ओपनिङ रेन्जको हिसाबले यो कम्पनीको अधिकतम मूल्य पहिलो दिनको लागि 300 रुपियाँ नै रहेको छ र प्रत्येक दिन सर्किट लाग्यो भने पनि 12 दिनसम्ममा मात्रै हाम्रो लगानी उठ्ने अवस्था रहेको छ यो रिलायन्स स्पिनिङ मिलको अवस्थामा। नेप्से IPO लगायत यस्तै जानकारीको लागि नेपाल स्टक अपडेटलाई सब्सक्राइब गर्न नबिर्सनुहोला। साथै यहाँको केही जिज्ञासा छ भने हामीलाई कमेन्ट मार्फत पनि कमेन्ट गर्न सक्नुहुन्छ, त्यसको रिप्लाई हामी अवश्य पनि गर्नेछौँ। धन्यवाद।